ल अब यो गाडीमा चाहिँ हल्का यहाँ डेन्डलो रङ लागेको छैन अनि यो बडी पुट्टी भन्ने किन्न पाउँछ कि यो इन्टरनेटमा यो किन्ने यसमा चाहिँ खासकी पनि सँगै आउँछ अनि त्यसपछि गएर यसमा चाहिँ नि यो पुट्टीको बक्स पनि आउँछ होइन अनि यो चाहिँ यहाँ लगाउने आफ्नो यो गाडीमा लगाउनुभन्दा पहिला चाहिँ घोट्नुपर्छ मैले चाहिँ अलरेडी गरिसकेको छु अब मैले यहाँ चाहिँ अघिल्लो भिडियो बनाएको जस्तो यो पेन्टहरू चाहिँ हान्ने हो अनि यसमा चाहिँ यो पुट्टी लगाएर पुरै सुक्नुपर्छ अनि पुट्टी लगाइसकेपछि फेरि यो खास्कीलाई यसरी खसा गरेर एकदम स्मुथ बनाउनुपर्छ यो ठ्याक्कै यो गाडीको पेन्ट ओरिजिनल पेन्टसँग ठ्याक्कै स्मुथ बनाएपछि चाहिँ अनि नेक्स्टमा चाहिँ अब यसलाई चाहिँ फेरि पलिस गर्नुपर्छ है मेसिनले यसलाई पलिस गर्नुपर्छ मसँग मेसिन पनि छ अब यो सबै भइसकेपछि एकचोटि यो पलिसरले टक्क पलिस गरेर एकदम स्मुथ बनाउनुपर्छ अनि त्यसपछि फेरि यो दुइटै पेन्ट हान्ने अनि यो दुइटै पेन्ट हानेपछि पनि फेरि एकचोटि पलिस गर्नुपर्छ किनभने पेन्ट हान्दाखेरि पनि अलिअलि नमिलेको हुने ठाउँ हुन्छ अनि चाहिँ फेरि पलिस गरेर एकदम ट्याक्क क्लियर बनाउनुपर्छ बाँकी चाहिँ अर्को भिडियोमा है त ल थ्याङ्क यू